नमस्ते सम्पूर्णमा टप 20 क्वेशन फ्रम कम्पाउन्ड इन्ट्रेस्टमा छौँ हामीहरू र आज कम्पाउन्ड इन्ट्रेस्टकै टप 20 क्वेसनहरूमध्ये 3 नम्बर क्वेसनमा हामी एउटा फरक खालको क्वेसन लिएर तपाईँ समक्ष पेश भएका छौँ। त क्वेसन नम्बर 3 मा छ संगीता डिपोजिटेड RS 1 लाख at the rate of 10% per annum in a bank, and Sarita also deposited the same amount at the rate of 12% per annum in the same bank. Sangeeta receives semi-annually compound interest and Sarita received annually compound interest. त क्वेसनमा के भन्छ भने संगीताले 1 लाख रुपैयाँ डिपोजिट गरेछ र वार्षिक 10% को दरमा कुनै बैंकमा र सरिताले पनि त्यतिकै अमाउन्ट चाहिँ जमा गरिन् र उनले चाहिँ 12% पर एनम वार्षिक चाहिँ 12% को दरमा ब्याज पाउने हिसाबमा। संगीता रिसिभ्स सेमी एनुअली कम्पाउन्ड इन्ट्रेस्ट, संगीताले सेमी एनुअली चाहिँ इन्ट्रेस्ट प्राप्त गर्छिन् भने सरिता रिसिभ्स एनुअली कम्पाउन्ड इन्ट्रेस्ट, सरिताले एनुअली कम्पाउन्ड इन्ट्रेस्टको रूपमा एनुअली कम्पाउन्ड इन्ट्रेस्टको रूपमा चाहिँ ब्याज प्राप्त गर्नेछ। The question number 8 में भन्छ how many times the interest is calculated according to the annual compound interest in 3 years. त 3 वर्षमा चाहिँ इन्ट्रेस्ट क्याल्कुलेट गर्दाखेरि कति चोटी क्याल्कुलेट गरिनुपर्छ अथवा गरेको होला भन्छ। बी नम्बरमा भन्छ how much interest does Sangeeta receives in 2 years. Find it. Which person receives more gain in 2 years. कसले चाहिँ बढी ब्याज प्राप्त गरेको होला 2 वर्षमा अथवा 2 वर्षमा कति रकम प्राप्त गरेको होला। क्याल्कुलेट द अमाउन्ट विथ रिजन, अमाउन्ट नै निकाल भनेको छ। त्यो चाहिँ इन्ट्रेस्ट निकाले पनि भइहाल्यो, कसले बढी प्राप्त गर्यो भन्ने कुरा इन्ट्रेस्टमा पनि डिपेन्ड हुन्छ। इन्ट्रेस्ट निकालिसकेपछि जसको इन्ट्रेस्ट बढी होला उसले चाहिँ बढी पैसा चाहिँ प्राप्त गरेको छ भन्ने कुरा हामी बनाउला। त क्वेसन नम्बर ए सुरुवात गर्नुभन्दा पूर्व हामी गिभन कुराहरूलाई लेखिदिन्छौँ सोलुसनमा। गिभन फर संगीता भन्ने यता संगीताको लागि, अनि यता फर सरिता। प्रिन्सिपल भनेको कति छ RS 1 लाख नै छ, अनि यसको लागि पनि RS 1 लाख नै छ प्रिन्सिपल, दुईटाको प्रिन्सिपल सेम छ। र संगीताले कसरी वार्षिक 10% को दरमा, सरिताको लागि पनि प्रिन्सिपल भनेको 1 लाख नै छ तर रेट भनेको कति छ तपाईको 12% पर एनम भनेको छ। र कति वर्षको लागि राख्यो भन्ने कुरा अहिले क्वेसनले दिएको छैन। क्वेसन नम्बर ए मा जाउँ बरु। हाउ मेनी टाइम्स द इन्ट्रेस्ट इज क्याल्कुलेटेड अकॉर्डिंग टू द एनुअल कंपाउंड इंट्रेस्ट इन 3 इयर्स। त 3 वर्षमा 3 चोटी क्याल्कुलेट गर्नु पर्ला। पहिलो वर्षको 1, दोस्रो वर्षको 2 अनि तेस्रो वर्षको 3। त 3 times the compound interest is calculate 3 times the compound interest is calculate in 3 years. त 3 वर्षमा 3 चोटी क्याल्कुलेट गरिएको होला भन्ने। बी नम्बरमा अब सामान्य रूपमा पनि बुझ्न सकिन्छ। हाउ मच इन्ट्रेस्ट द संगीता रिसिभ्स इन 2 इयर्स। टाइम अब दिएछ 2 वर्ष, कसको लागि निकाल्ने संगीताको लागि। संगीताले कसरी प्राप्त गरेको छ भन्ने कुरा छ। संगीता रिसिभ्स सेमी एनुअली, यो चाहिँ कसरी प्राप्त गरिरहेछन् सेमी एनुअल रूपमा प्राप्त गरिरहेछन् भने, अनि सरिताले चाहिँ संगीताले सेमी एनुअली
र सरिताले एनुअली कम्पाउन्ड इन्ट्रेस्ट प्राप्त गरेको छ यता। त हियर कम्पाउन्ड इन्ट्रेस्ट CI सेमी एनुअली फर संगीता इज इक्वल टू फर्मुला हुन्छ सेमी एनुअलमा P into 1 plus R upon 200 power 2t minus 1। त प्रिन्सिपल छ 1 लाख, R भनेको कति छ 10 upon 200, 2 into वर्ष पनि कति छ 2 minus 1। त कति हुनेछ 1 लाख अनि 210 upon 200 गर्दाखेरि आउनेछ 1.05, यसको पावर कति हुनेछ 4 minus 1 र यो भयो 1 लाख हैन, 1 लाख अनि इन्टु यो क्याल्कुलेट गर्नु होला तपाई 1.05 को पावर 4 माइनस 1 गरेर जति आउँछ त्यसलाई 1 लाखले मल्टिप्लाई गर्यो भने RS 21,550.625 चाहिँ तपाईको इन्ट्रेस्ट आउने छ संगीताको लागि। सेमी एनुअली भनेको छ अर्धवार्षिक रूपमा चाहिँ 21,550.625 रुपैयाँ चाहिँ संगीताले बुझ्ने छिन् हैन। यति ब्याज हुनेछ, यो तपाई क्याल्कुलेट गर्नु होला, तपाईको लागि छोडे। सी नम्बरमा भन्छ which person receives more gain in 2 years, calculate the amount with reason भनेको छ। here CI annually for सरिताले कति बुझेको छ त in 2 years भनेको छ त CI equal to के भइहाल्यो P into 1 plus R upon 100 power T minus 1। यो हाम्रो फर्मुला नै छ। त निकाल्दाखेरि कति हुनेछ प्रिन्सिपल 1 लाख नै छ अनि 1 plus R भनेको 10 नै भइहाल्यो अपॉन 100 को पावर T भनेको 2 छ माइनस 1। त 1 लाख अनि यो भनेको तपाईको आउने छ अनि रेट कति छ त उसको त 12% है, 12% रेट चाहिँ सरिताको लागि कति छ त रेट चाहिँ 12% छ। 112 अपॉन 100 गर्दाखेरि 1.12 स्क्वायर माइनस 1 गर्नु होला अनि यसलाई सल्भ गरेर इन्टु 1 लाख गर्दाखेरि RS 25,440 चाहिँ आउने छ है। त सरिताले यति ब्याज प्राप्त गर्ने छिन् 2 वर्षमा। त कसले चाहिँ बढी प्राप्त गरेको थियो भन्दाखेरि सरिता गेट्स RS बढीबाट कम घटाइदिने इक्वल टु 3889.75 मोर देन संगीता भन्नु होला। त के भएको छ यतातिर भन्दाखेरि 2 वर्षमा संगीताले प्राप्त गरेको ब्याज कति 21,550.625 तर सरिताले प्राप्त गरेको 25,440। त कसले बढी प्राप्त गर्यो होला भन्दाखेरि सरिताले नै बढी प्राप्त गरेको छ। त घटाइदिने हैन योबाट यो त यति पैसा बढी प्राप्त गरेछ कसले भन्दाखेरि सरिताले। यसरी हामी क्वेशनलाई समाधान गर्छौं र यसलाई पनि महत्त्वका साथ प्र्याक्टिस गर्नु होला। यस्तै सिमिलर क्वेशनहरु पनि प्र्याक्टिस गर्नु होला है। तपाईको चाहिँ एसई एक्जाम राम्रो जानेछ पक्कै पनि मेहनत गर्दै गर्नुस्, डु योर बेस्ट भन्छु ओके। र यति फोकस गर्ने कि हरेक टाइपका क्वेशनहरु प्र्याक्टिस गरिराख्ने
है। हामीले पनि यसमा टप 20 क्वेसन भनेर नै चाहिँ विभिन्न किसिमका चाहिँ विभिन्न मोडलको क्वेसनहरू चाहिँ राखिदिएका छौँ। यी भन्दा फरक पनि क्वेसनहरू हुन सक्छन्, त तिनलाई पनि प्र्याक्टिस गरेर आफ्नो प्रिपरेसन चाहिँ दौडो बनाउनु होला है। A+ ल्याउन त्यति गाह्रो भने पक्कै छैन, तर गाह्रो पनि छ, कडा मेहनतको आवश्यकता पर्छ हैन। ओके, थ्यांक यू।